हेलो गाइज, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मेरो भाइको र मेरो प्लान बन्छ फ्रेन्च फ्राइज खाने। अनि मेरो भाइले चाहिँ उहाँ आलु धोइरहेको छ। अनि भाइले चाहिँ आलु धोएर पनि ल्याइसक्यो। अनि मैले आलुलाई पिस 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 पारेर काटेँ। अनि गाइज मैले आलु काटेर पनि सकिसकेँ। अनि गाइज मैले आलुलाई धोएर पनि। अनि गाइज मैले कराई बसाएँ अनि लाइटरले आगो बालेँ। अनि गाइजहरू यो चाहिँ हो मैले अहिले पखालेको फ्रेन्च फ्राइजको लागि बनाएको आलु। अनि तेल हालेँ मजासँगले, तेल तातिन्जेलसम्म तेल हालेँ। अनि गाइस तेल पनि तातिसकेछ। अनि मैले हालेँ काटेको आलुहरू अनि एकछिन मजासँगले एकछिन चलाएँ होइन। चलाइ गरेँ। अनि गाइस अनि हल्का नुन हालेँ। अनि गाइस मैले अनि हल्का हर्दी पनि हालेँ गाइजहरू। अनि हर्दी नुन हालिसकेपछि एकछिन मैले मजाले चलाएँ। अनि यो चाहिँ पाकिरहेको छ होइन। अब हाम्रो फ्रेन्च फ्राइज पनि पाकेर रेडी भइसक्यो। अब चाहिँ म यसलाई एउटा थालमा हाल्छु अनि तपाईँहरूलाई भन्छु कस्तो हुन्छ। अनि गाइज अब चाहिँ थालमा हालिसकेँ। अनि यो पाकेर यस्तो भएको छ होइन। अनि यहाँ हेरेको त मेरो बिनीले अघि खाना पो थालिसकेँ मलाई नभनिकन। अनि मैले पनि हल्का चाखेँ। अनि चाखेको हेरेको त आम्मामा यस्तो मिठो रहेछ। अरे म त भोलि पनि पकाएर खाम जस्तो लाग्छ जस्तो भयो। अनि गाइजहरू अझै खाइ गरेँ मैले होइन। मम्मीहरूले पनि खाइराख्नु भएको रहेछ। भेट्छु अब अर्को भिडियोमा।